जेएलपीटी को फर्म कसरी भर्ने हेरौँ है त आज। गुगलमा जाने, माई जेएलपीटी भनेर सर्च गर्ने, अनि त्यहाँ लगइन मौसी कमी छ त्यहाँ क्लिक गर्ने। पेजमा आइडी पहिलेकै छ भने लगइन गर्ने, छैन भने त्यहाँ दायाँपट्टि देख्न सक्नुहुन्छ माई जेएलपीटी तौरोको, त्यही भनेको छ रजिस्टर गर्ने। पहिला हामीले आइडी बनाउनु पर्छ, यहाँ कोजिन भनेर गर्ने, त्यसपछि यहाँ जापानिज इङ्ग्लिस आउँछ, इङ्ग्लिसमा गर्दा पनि हुन्छ, तर हामीले अब जापानिजको ल्याङ्ग्वेजको टेस्ट दिने हो, त्यही भएर जापानिजमा गर्दा राम्रो। दोही सुरुमा क्लिक गर्ने, यहाँ आफ्नो फुल नेम इनपुट गर्ने, अनि आफ्नो कुन देशको हो त्यहाँ चुज गर्ने, त्यसपछि आफ्नो पहिलो भाषा भनेको छ त्यो पनि हामी नेपाली भएर नेपाली राख्ने। त्यहाँको केटी हो छान्ने, अनि आफ्नो डेट अफ बर्थ त्यहाँ चुज गर्ने। यहाँ एड्रेस फुल नबिग्रिकन राख्नुपर्छ, हामीले आफ्नो युबिन माङ्गो राख्ने। त्यसपछि त्यहाँ तल चुज गर्ने ठाउँ आउँछ, त्यो चुज गरिसकेपछि पछि बान्ची भन्छ, बान्ची भनेको नम्बर हो, त्यो नम्बर अनुसार नै लेख्ने। त्यसपछि त्योभन्दा तल चाहिँ आफ्नो अपार्टको नाम आयोहरू छ, त्यसपछि रुम नम्बर छ भने त्यो लेख्ने। आफ्नो फोन नम्बर इनपुट गर्ने, अनि तल मेल एड्रेस चलाइरहेको फुल दुईटैमा एउटै मेल एड्रेस राख्ने। आफूले एउटा पासवर्ड क्रिएट गर्ने। आफूले हालेको डिटेल्स यहाँ चेक गरेपछि हामीले अघि हालेको मेल एड्रेसमा एउटा लिङ्क आउँछ, त्यो लिङ्कमा गएर हामीले फेरि आइडी चाहिँ रजिस्टर गरिसकेको आइडी लगइन गर्नुपर्छ। पासवर्ड हाल्ने ठाउँमा अहिलेको पासवर्ड हालेर सौसिन गरिसकेपछि हाम्रो आइडी बल्ल क्रिएट भयो। यही पेजमा हामीले अघि बनाएको आइडी र पासवर्ड हालेर लगइन गर्ने। जुकेर मौसीकोमा क्लिक गर्ने, अनि यहाँ हामी आफ्नो मात्रै एप्लाई गर्ने भएको भएर कोजिन्दे मौसीकोमा क्लिक गर्ने। यहाँ दोईमा क्लिक गरिसकेपछि आफूले कुन लेभलको एक्जाम दिने हो त्यो छान्ने, अनि यहाँ आफूले कुन ठाउँबाट एक्जाम दिने हो त्यो पनि चुज गर्ने। आफ्नो फोटो अपलोड गर्ने ठाउँ आयो, यहाँ फोटो अलि राम्रै राख्नु होला, अनि आफूलाई के क्राइटेरिया चाहिन्छ भनेर त्यहाँ देखाएको छ, त्यो अनुसार आफूले फोटो चुज गरेर राख्ने। यहाँ जाइरो कार्डको नम्बर अनि जाइरो कार्डको एक्सपायरी डेट राख्ने। नियमको कति घण्टा पढ्यो भनेर लेखेको छ, त्यो यसो आफूले अन्दाजमा राख्दा पनि केही फरक पर्दैन। जेएलपीटी किन एप्लाई गर्न लागेको हो र आफू के हो भनेर चुज गर्ने ठाउँ छ, त्यहाँ हेरेर चुज गर्ने। पैसा तिर्ने चुज गर्नुपर्छ, यहाँ क्लिक गर्ने। क्रेडिट कार्ड छ भने यही नम्बरहरू हालेर पेमेन्ट गर्न सकिन्छ, छैन भने मैले फ्यामिली मार्टबाट कसरी गर्ने भनेर राखेको छु, त्यो हेरेर कोनबिनीमा गएर पेमेन्ट गर्नु होला। यहाँ आफ्नो फुल नेम लेखिसकेपछि तल कोनबिनी सिहाराइनी सुरु छ, त्यहाँ टच गर्नुभयो भने कोनबिनीमा पेमेन्ट गर्न मिल्छ। एकचोटि लास्टसम्म हामीले सबै भरेको डिटेल्सहरू सबै चेक गरिसकेपछि त्यहाँ मौसी कोइनमा क्लिक गर्नुभयो भने तपाईँको जेएलपीटी एप्लाई भयो। हाम्रो मेलमा एप्लाई भएको, अनि पैसा तिर्ने कोड पनि आइसक्यो। अब हामी एक्जाम दिन जाने, चोरेर हुन्छ कि 1 2 3 4 भनेर चिट्टा थुतेर हुन्छ, पास चाहिँ गर्न पर्छ।